के छ ठिक छ नि यो पैसा चाहिँ हामीले हस्तान्तरण गर्छौँ त्यसपछि हामी अरू कुरा गर्नेछौँ 1 2 3 4 5 तेल है त्यति अनि यो चामल भइ नै हाल्यो चामल पनि ल चामल लाउनुहोस् ल के छ ठिक छ नि यही बाबु हो दर्शक महानुभावहरू अहिले पनि बाबु बिरामी नै छन् सानो बाबु यो परिवार यही झुपडीमा बस्दै आइरहेको छ आज हामी थोरै सहयोग लिएर यो परिवारको आँखामा खुसी ल्याउनका निम्ति हामी आइरहेका छौँ के भन्नुहुन्छ यति बेला हामीलाई अनि सहयोग गर्ने मान्छेलाई हजुर तपाईँलाई सुखै सुखै धन्य होस् अहिलेसम्म जिन्दगी कसैलाई दुःख पीडा नपरोस् होइन यस्तो होस् मलाई जस्तो दुःख पीडा नपरोस् कि दुःख नपरोस् हजुर हाँसी खुसी हेर्नुहोस् तपाईँले दुःखमा जिन्दगी बिताउनु भएको छ होइन हजुर मेरो यति छोराहरूले गर्दा म दुःख पीडामा छु हजुर यही छन् भट्टामा छोराहरू जाँदै हुन्छन् होइन के गर्ने म यतै छु बाबुलाई यो चाहिँ दुध अहिले दुध आउँछ कि आउँदैन बाबुलाई आउनु होइन यो गर्नुहोस् कति दिन चल्छ यो बाबुलाई चाहिँ दुध होइन यो हामीले दिदीलाई अलिकति कपडा ल्याइदिएका छौँ अनि बाबुलाई ल्याइदिएका छौँ अहिलेको लटमा अनि त्यति धेरै पैसा पनि थिएन अलिकति पैसा आएको थियो त्यो पैसाले चाहिँ हामीले कपडा अलिकति ल्याइदिएका छौँ ल दिदी जानुहोस् कपडा चेन्ज गरेर आउनुहोस् है ल यो बाबुलाई ल्याउनुहोस् यहाँ के छ ठिक छ नि एउटा खुसी हो नि है ल नयाँ चाचा लाउरे ल नै यो माथिको यो खोलिदिनुहोस् माथिबाट खस्यो ल है लाउरेले कपडा लाउने हट लाउरे एउटा हात ठिक छ ल बाबु अहिले चाहिँ राम्रो भएको छ है अहिले चाहिँ ल है हिरो हुँदैछ है बाबु हट चेली अर्को ल अर्को फेरि अर्को बटन खोलेर हेलो 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 ल ए बटन रहेछ नि हेलो हेलो गोइठे चलो ल गर्मीमा चाहिँ ठिक हुन्छ भनेर ल्याएको यो चाहिँ ठिक छ है गर्मीको लागि हो न हेलो हाँसौँ न ल कपडा ल बाबुले कपडा पनि टक्क के छ यही बाबु हो दर्शक महानुभावहरू अहिले पनि बाबु बिरामी नै छन् सानो बाबु यो परिवार यही झुपडीमा बस्दै आइरहेको छ आज हामी थोरै सहयोग लिएर यो परिवारको आँखामा खुसी ल्याउनका निम्ति हामी आइरहेका छौँ दिदी आउनुहोस् धेरै त हामीले गरेनौँ दिदी अलिकति कपडा ल्याइदिएका छौँ अनि यो चिजहरू ल्याइदिएका छौँ होइन अनि यो कति समय चल्ला दिदीलाई दुईटा चामलको कट्टा छ यो 2-2.5 महिना चल्छ 2-2.5 महिना चल्छ ए हुन्छ सक्यो भने सम्झिनु होला हैन हामी सक्दो गर्छौँ अहिले बाबु ठिकै छन् हैन ल यो सामानलाई हामीले खोलेर सर आउनु न यता ल यो सामान पनि
खोल्नेछौँ हामीले बाबुलाई यो चाहिँ दुध अहिले दुध आउँछ कि आउँदैन बाबुलाई आउन्न होइन यो गर्नुहोस् कति दिन चल्छ यो बाबुलाई चाहिँ दुध होइन अनि तेलहरू थियो कि थिएन दिदी थोरै थियो यो नुन सक्नुहोस् नुनको प्याकेट है ल तपाईँ यता आउनुहोस् त तपाईँ यहाँ आउनुहोस् अनि उहाँलाई दिनु ल यो चाहिँ यो कार्टुनमै कार्टुनसँगै तेल है दिदी यो कार्टुनसँगै छ है अनि यो चामल भइ नै हाल्यो चामल पनि ल चामल लाउनुहोस् ल अलिकति लिएको यो चामल अनि सहयोग होइन के भन्नुहुन्छ दिदी धेरै ठाउँबाट देश विदेशबाट हामीलाई चाहिँ यो सहयोग पठाउनु भएको छ मलाई राम्रो होस् भन्छु अब सानो सहयोग पठाउनुमा हजुर धन्यवाद दिन्छु धन्यवाद भन्नुहुन्छ अनि खुसी त लागेको छ नि दिदी खुसी लागेको छ अनि के छ अलिकति सहयोग आयो के भन्नुहुन्छ हजुर यति थिएन मलाई चाहिँ आउँछ कि आउँदैन भन्ने मलाई त्यो निश्चित थिएन होइन मैले चाहिँ आज मैले फोन गर्दा म आउँदैछु भन्नुभयो सरले होइन हजुर त्यतिमा मलाई खुसी लाग्यो होइन अनि दुःख गर्नु भएको छ आजसम्म होइन अनि धेरै दुःख गर्नु भएको छ होइन हजुर अनि रुँदै बस्ने परिवार आज अलिकति भए पनि खुसी छ खुसी भइयो हजुर हजुर के भन्नुहुन्छ यति बेला हामीलाई अनि सहयोग गर्ने मान्छेलाई हजुर तपाईँलाई सुखै सुखै धन्य होस् अहिलेसम्म जिन्दगी कसैलाई दुःख पीडा नपरोस् होइन यस्तो होस् मलाई जस्तो दुःख पीडा नपरोस् कि हजुर दुःख नपरोस् हजुर हाँसी खुसी हिँड्नुहोस् तपाईँले दुःखमा जिन्दगी बिताउनु भएको छ होइन हजुर मेरो यति छोराहरूले गर्दा म दुःख पीडामा छु हजुर यही छन् भट्टामा छोराहरू जाँदै हुन्छन् होइन के गर्ने म यस्तै छु त्यही दुःख बिताउनु भएको छ अनि यो जाडोको टाइममा त धेरै दुःख पाउनुभयो होला होइन हल्का अस्ति पानी आयो पानी आउँदाखेरि पानी चुहेको चुहेन यसमा पानी चाहिँ चोएको के गर्ने चोएर यसो बाहिर तिरपाल सिरपाल लिएर टाँगे ओताउनु पऱ्यो फेरि बालबच्चालाई होइन र अनि छोराको कतिको माया लाग्छ त्यो सानो होइन यिनलाई भन्दा त अरूको त माया लाग्दैन यिनलाई भन्दा त हजुर छोराको त्यति धेरै माया लाग्छ होइन अनि के छ त दिदी अनि अस्ति त धेरै रुनु भएको थियो आज हजुर आज खुसी भएर पहिला भन्दा धेरै खुसी भएछु पहिला भन्दा धेरै खुसी हुनुहुन्छ त्यही भएर मलाई नि बिमार छ अहिले यो मलाई त भन्छन् पिटेर लखडिदिन्छु भन्छन् ठिकै छ हामी अलिकति सहयोग अनि पैसा पनि ल्याइदिएका छौँ हामीले अलिकति पैसा पनि ल्याइदिएका छौँ होइन त्यसले तपाईँहरूले बाबुको उपचार गर्ने अनि दिदीको उपचार गर्ने होइन जति सकिन्छ उपचार मलाई त छैन हजुर उपचार गर्ने उता ल यो छोरी होइन अनि के छ नानुको नाम के हो सम्झना के सम्झना नेपाली कति वर्षको भयो नानु 9 वर्षको अनि बाबा मम्मी अनि भाइले दुःख पाउनु भएको थियो होइन ए आज सहयोग लिएर आयो हामीले कस्तो लाग्छ नानु राम्रो लाग्छ ए अनि अस्ति पानी आयो नानु पानी चोयो कि चोएन चोयो थियो अनि कहाँ सुते थियौ त तिमीहरू यही भित्र सुते थियौ पानी धेरै चोयो थियो है ए ठिकै छ हामी अलिकति सहयोग आयो भने यो नानुको घर पनि बनाउँला होइन कतैबाट सहयोग जुट्यो भने अनि कतिमा पढ्छौ त नानु 3मा कहाँ पढ्छौ हो र ए ल धेरै पढ्ने नानुले है अलिकति सहयोग छ तपाईँहरूलाई होइन देश विदेशबाट थुप्रै मान्छेहरूले अलिकति आफूले चाहिँ मेहनत गरेर सङ्घर्ष गरेर आफू विदेशमा भएर पनि सहयोग पठाउनु भएको छ हामीलाई करिब 16,000 रुपियाँ चाहिँ हामीलाई सहयोग पठाउनु भएको थियो हामीले अलिकति सामानहरू ल्याइदियौँ कपडाहरू ल्याइदियौँ अनि त्यसपछि हामी उहाँहरूको घरमा आएका छौँ वास्तविक कुरा हामी यथार्थ कुरा तपाईँलाई देखाइसकेका छौँ दर्शक महानुभावहरू तपाईँहरूले सक्नुहुन्छ भने पनि तपाईँहरूले धेरै पर्दैन
तपाईँहरूले 150 रुपियाँ 200 रुपियाँ जति सक्नुहुन्छ त्यति नै सहयोग गर्ने हो। यहाँ सहयोग भनेर लाखौँ रुपियाँ सहयोग गर्नुपर्छ त्यो पनि होइन। तपाईँहरूले सहयोग गर्नुभएको छ, सहयोगी मनले सहयोग गरेको सहयोग रकमलाई आज हामीले यो पीडित परिवार समक्ष लिएर आएका छौँ। यति बेला हामी कपिलवस्तु जिल्लामा छौँ। अर्घाखाँचीबाट हामी सहयोग लिएर यो परिवारको लागि कपिलवस्तुमा आएका छौँ। यो परिवारको ओठमा थोरै भए पनि हाँसो ल्याउनका निम्ति आज हामी कपिलवस्तु जिल्लामा छौँ। दर्शक महानुभावहरू, आज यो परिवारको आँखामा थोरै भए पनि चमक ल्याउनको निम्ति, यो परिवारको अनुहारमा थोरै भए पनि चमक ल्याउनको निम्ति आज हामी आइरहेका छौँ। एउटा तपाईँहरू एउटा आफूले चाहिँ दुःख गरेर चाहिँ सहयोग गर्नुभएको छ। हामी त केवल हामीले पटक पटक भनिरहेका छौँ, हामी एउटा केवल माध्यम मात्र हो। तपाईँहरूले एउटा सहयोगी मन तपाईँहरू हो। तपाईँहरूले गरेको सहयोगलाई हामीले दिन दुखी गरिब असहाय अपाङ्ग समक्ष पुर्याउने एउटा माध्यम मात्रै हामी चाहिँ हो। त्यसरी हामी काम गरिरहेका छौँ। निरन्तर हामी दिन दुखीको घरमा चाहिँ छौँ। तपाईँहरूले साथ समर्थन गर्नुहुन्छ, त्यो भएर पनि हामी दिन दुखी घरमा चाहिँ जान पाइरहेका छौँ। म विशेष त तपाईँहरूलाई धेरै धेरै धन्यवादका शब्दभावहरू व्यक्त गर्न चाहन्छु। आज हाम्रो टिम यसरी हामी एउटा गरिब परिवारको घरमा आइरहेका छौँ। हाम्रो भेना देवराज सीले हामीलाई जानकारी गराउनु भयो यो परिवारको अवस्था यस्तो छ भनिसकेपछि हाम्रो सबै टिम चाहिँ यहाँनिर आइरहेका छौँ। म देवराज भेनालाई पनि धेरै धेरै धन्यवादका शब्दभावहरू व्यक्त गर्न चाहन्छु। तपाईँहरूले बोलेको एक शब्दले यो परिवारले अलिकति भए पनि खुसीको चयनको महसुस गर्न पाइरहेको छ। म तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो पैसा चाहिँ हामीले हस्तान्तरण गर्छौँ, त्यसपछि हामी अरू कुरा गर्नेछौँ। 1 2 3 4 5 6 7,000 रुपियाँ पैसा। यो पैसा दिदी सुन्नुभएको छ, यो पैसा बाबुको उपचारमा लगाउने, अनि तपाईँको उपचार गर्ने, घरमा केही छैन भने यो पैसाले लिने दिदी है। यो पैसा पठाउने मान्छेलाई के भन्नुहुन्छ दिदी? धेरै धेरै धन्यवाद तपाईँले खुसी ल्याएकोमा हजुर भन्न चाहन्छु। धेरै धेरै धन्यवाद भन्नुहुन्छ। पैसा चाहिँ हामी हस्तान्तरण गर्नेछौँ। दिनुहोस्। थोरै भए पनि हामीले यो परिवारको लागि सहयोग लिएर आएका छौँ। तपाईँहरू जति पनि जनाले सहयोग गर्नुभयो, तपाईँ सबैजनालाई म धेरै धेरै धन्यवादका शब्दभावहरू व्यक्त गर्न चाहन्छु। आगामी वर्षमा हामी तपाईँको माझमा फेरि भेट हुनेछौँ भन्दै अहिलेलाई छुट्टिन्छौँ। हस् त, धन्यवाद।